खेमराज गुरुङ खेमराज गुरुङको स्वर्गीकरण भयो र खेमराज गुरुङलाई सम्झन वारी जमुना पारी जमुना गीत नै पर्याप्त छ। यस्तो चर्चित गीत गाएको गुरुङले हामीबाट बिदा लिए पनि उनका सिर्जना अमर रहेका छन् र गुरुङले गाएका लोक पौजलीका गीत सङ्गीत प्रेमीको सम्झनामा सधैँ रहनेछन्। गुरुङका आलु तामा, धरन पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन 1, जीवन 2 लगायतका एल्बम चर्चित छन् र खेमराज गुरुङको आफ्नो पर्सनल व्यक्तिगत जीवनको बारेमा यसो हेर्दाखेरि के छन् त भनेमा यसो बुझौँ र बच्चामा खेम फटाहा गीत मार्फत सधैँ अमर रहने गुरुङको बाल्यकाल कस्तो थियो भन्दाखेरि उनका साथीहरू र उनको गाउँहरूको साथीसँग बुझ्दाखेरि गुरुङकी गाउँले दायित्व तथा अमर उपध्याय सांस्कृतिक अनुसन्धान केन्द्रका अध्यक्ष नवीन खड्का मिलनसार र रिसा मानिसका रूपमा लिन्छन् खेमलाई। खेम भाइ सानैदेखि सबैसँग एकदम मिलनसार हो, तर रिसा पनि त्यति नै हो। उसलाई रिस उठेपछि पकाउन हामीलाई गाह्रो पर्थ्यो। अध्यक्ष खड्काले भने बच्चामा खेम पठाएको थियो। गायक गुरुङको अर्को बानी थियो स्कुल जाने भनेर स्कुलमा जाने, तर बिचबाट गायब हुने। साथीहरू पढेर आउँथे तर उनी किताबका अक्षरसँग लुकोमारी खेल्न भन्दा माछाका लुकोमारी खेल्थे र माछा मार्थे र पौडी खेल्न मन पर्थ्यो। सानै उमेरमा उनको ध्यान कहिले पढाइमा नगएको उनीसँग पढेका सुमन श्रेष्ठको अनुभव छ। हामी पढ्न जान्थ्यौँ, ऊ बाटोबाट किताब हापेर भाग्थ्यो। श्रेष्ठले भन्नुभयो, चरा मार्न सिपालु खेमराज चरा मार्न पनि सिपालु रहेका रहेछन् र के रहेछन् कुरो बुझौँ। गायक गुरुङले चराको बच्चामा समाउन भन्दै हात नहालेको रुखमा टोका कमै होलान् उनका गाउँका र चरा मार्न सिपालु गुरुङका घरमा प्राय चराका बच्चा रहने। अध्यक्षको खड्काले भने मसँग ऊ 8-10 वर्षको कान्छो हो र म उसँगै त हिँडिन, तर खुब चरा मार्थ्यो। चराका बच्चा उसको घरमा आइरहन्थे। अध्यक्ष खड्काले भने स्कुल जान छोडेर चरा र माछा मार्न जाने गुरुङको जीवनमा मोड एउटा बाँसुरीबाट सुरु भयो र अर्को छ बाँसुरी बजाउन सिपालु। बरालेर हिँड्ने, रुखमा चढ्ने, कहाँ कति बेला लड्ने हो भने पेडले तडपिएको गुरुङ परिवार उनी बाँसुरीमा भुलिन थालेपछि केही शान्त भएको थियो। हो त्यही बाँसुरीको चरा मार्दै हिँड्ने गुरुङको परिचय बदलियो र ऊ जहाँ गए पनि उसँगै बाँसुरी हुन्थ्यो। बाँसुरी बजाउने गाउने साथीहरूलाई सुनाउने गर्थ्यो। गुरुङका बालसखा सुमन श्रेष्ठले भन्नुभयो, बाँसुरी बजाउँदै हिँड्ने गुरुङले स्थानीय जर्रा भाषामा टपक्क टिपेर गाउन थालिसकेका थिए। समाजमा परिवर्तनको लागि 10 होइन 10 जस्ता नाटक प्रस्तुत गर्दै भरिया मन्त्रहरूको जीवन प्रस्तुत गर्थे र यस्तै गीत प्रस्तुत गर्ने क्रममा गुरुङको साङ्गीतिक यात्रा 2048 सालमा भागवत जीवन 1 नामक एल्बम निकालेपछि सुरु भयो। लोकपाकालाई स्थापित गर्न पर्ने गुरुङले नै गराएको अध्यक्ष खड्काको भनाइ छ। यसरी आयो वारी जमुना पारी जमुना। सन् 2000 भन्दा अघि नेपालमा लोकगीत गाउनेलाई पाङ्गे भन्ने चलन थियो। जब खेमले वारी जमुना पारी जमुना गीत गाए त्यसपछि लोकगीतको स्वर्णिम युग सुरु भएको खड्काले भने। जब कोशी सभ्यतामा मारुनी लोक नृत्यको सुरुवात भयो त्यसको 11औं रागमा गर्रा राग पाइन्छ। त्यस अन्तर्गत वारी जमुना पारी जमुना गीत पर्छ। गर्रा रागको उपरागी नै वारी जमुना पारी जमुना। यसैलाई उहाँले टपक्क टिपेर खेम भाइले गाएको खड्काले भन्नुभयो। यसरी खेमराजको बाल्यकालको बारेमा केही जानकारी भयो र नेपाली लोक सङ्गीतमा गायककार अमर रहन् र यो हाम्रो मेगा मिडिया च्यानललाई सब्सक्राइब गर्नुहोला।